नमस्ते साथीहरू। जेनजीको आन्दोलनको समयमा सबभन्दा धेरै जेनजीहरू सहभागी भएको थियो त्यो सुदूरपश्चिमबाट नै भएको थियो। हाम्रो सुदूरपश्चिमबाट जब सुदूरपश्चिमबाट यति धेरै युवाहरू सहभागी भएको थिए, 7 जना भन्दा धेरै सुदूरपश्चिमबाट नै जेनजीहरू शहीद भएका थिए। तर जुन अहिले जेनजीको जेनजीद्वारा अन्तरिम सरकार बनेको छ, त्यो सरकारमा चाहिँ सुदूरपश्चिमको एउटा पनि प्रतिनिधित्व गर्ने व्यक्ति छैन। सुदूरपश्चिमको समस्या सुनिदिने एकजना पनि प्रतिनिधित्व गर्ने व्यक्ति छैन पनि। अनि सुदूरपश्चिमका अहिले सबै युवाहरू, जति पनि जेनजीका युवाहरू छन्, सब एक भएका छन्। सब एक भएर चाहिँ अहिले फेरि जति पनि जेनजीका जति पनि ठुल्ठुला सुदन गुरुङ लगायतका जति पनि छन्, ठुल्ठुला अभियन्ताहरू छन्, ठुल्ठुला व्यक्तिहरू छन्, उहाँहरूसँग छलफल गरिरहेका छन्। त्यसै गरी सुदूरपश्चिमबाट चाहिँ सुदूरपश्चिम जेनजीहरूले चाहिँ हेमराज थापाको चाहिँ नाम सिफारिस गर्नु भएको छ। सुदूरपश्चिमबाट नेतृत्व गर्ने जेनजीका युवाहरूले चाहिँ पठाउनु भएको सिफारिस गरेको नाम चाहिँ हेमराज थापा। साथीहरू, तपाईँलाई के लाग्छ, हेमराज थापा चाहिँ यो पोस्टलाई क्यापेबल हुनुहुन्छ त? अब हाम्रो नजरमा मैले देखेको अनुसार त उहाँ एकदम क्यापेबल हो। पहिलादेखि नै उहाँले जेनजीको आन्दोलनमा एकदमै सक्रिय रूपमा लागिराख्नु भएको थियो। पहिलादेखि नै सामाजिक राम्रा कार्यहरूमा लागिराख्नु भएको छ। यदि उहाँलाई बनाउँदा एकदम बेटर हुन्छ। सुदूरपश्चिमको सान पनि उहाँ पहिलादेखि सुदूरपश्चिमको लागि आवाज उठाउँदै आउँदो पनि भएको छ उहाँ। त्यही भएर उहाँलाई सिफारिस गर्नुभएको छ। छिट्टै नै उहाँ मन्त्री भएको हेर्न पाऊँ। धन्यवाद।